विदेश पठाउने गल्फ कन्ट्रीमा पठाउने र अहिले युएईमा पठाउनको लागि द्विपक्षीय सम्झौता गरिसकेपछि यो विषयमा चर्चा गर्दैछौँ आज हामी। तर यसको निराकरण आज भइरहेको समस्याको निराकरण नगरिकन यो विषयमा प्रवेश गर्दै गर्दाखेरि र यो विषयमा आज यहाँबाट स्वीकृति दिने कि नदिने भन्ने कुरा गर्दै गर्दाखेरि यो कति जायज हुन्छ कि हुँदैन भनेको यसको गम्भीरता बुझ्नु पर्दैन र मैले उठाएको विषयवस्तुभन्दा बाहिर कसरी गयो भन्ने कुरा जवाफ दिनुपर्छ सभापतिज्यू। एकछिनपछि म यसको जवाफ खोज्छु र मैले मेरो समयभित्र मेरा कुरा राख्दै गर्दाखेरि अरू मानिसहरूलाई आपत्ति हुनुपर्नेको कारण पनि मलाई स्पष्टसँग चाहिन्छ सभापतिज्यू। र मैले स्पष्ट भाषामा भनिसकेँ यो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी निरे अन्तर्राष्ट्रिय तपाईले हामीलाई निरे भन्नु रुलिङ गरियोस् म भन्दैछु तपाईले निरे भन्नु आफ्नो आजको सभापतिज्यू